हाम्रो यात्रा यहाँबाट सुरु हुन्छ ओखलढुङ्गाको र अब हामी हेर्दै जानेछौँ हामी कस्ता कस्ता बाटोहरू भएर ओखलढुङ्गाको यात्रा गर्नेछौँ र यहीँ आएर हामी टुङ्गिनेछौँ। यो अहिले हाम्रो रमाइलो गाउँघरको रमाइलो गाउँहरू तपाईहरुलाई देखाउँदैछु। एकदम मजाको सललललल तल दुधकोशी बगिरहेको छ र यो चाहिँ अहिले हामी रामेछाप जिल्लामा रहेको छौँ। तल दुधकोशी यो गाउँ हाम्रो रमाइलो गाउँघर हो, तर गाउँको नाम चाहिँ थाहा भएन के गाउँ हो। यस्तो छ है, एकदम मजाको। र यो बाटो चाहिँ मन्थली चरीकोट जाने बाटोमा छौँ हामी अहिले। धन्यवाद। हाम्रो रमाइलो गाउँघरमा स्वागत भन्न चाहन्छु र अहिले यहाँहरूको बिचमा यो हाम्रो रमाइलो गाउँघर यो ओखलढुङ्गामा रहेको हाम्रो रमाइलो गाउँघरलाई देखाउँदैछु। यस्तो छ भिरपाखा डाँडापाखा र ओखलढुङ्गा लिखु गाउँपालिकामा रहेको गाउँघरलाई देखाउँदैछु। जाने बाटो यही हो। हाम्रो रमाइलो गाउँघरमा स्वागत भन्न चाहन्छु र अहिले यहाँहरू हाम्रो रमाइलो गाउँघरको रमाइलो दृश्य हेर्दै हुनुहुन्छ र यो हाम्रो रमाइलो गाउँघरको रमाइलो दृश्य ओखलढुङ्गाको कात्तिके भन्ने ठाउँमा छौँ अहिले। यस्तो छ हाम्रो रमाइलो गाउँघर र यहाँहरूलाई सरर अब हाम्रो रमाइलो गाउँघरका केही रमाइला दृश्यहरू देखाउने छु। ल यहाँ बुवाको अफिसमा कामहरू धमाधम हुँदैछ होइन त बुवा? हजुर। ल राम्रोसँग गर्नुहोस् बिस्तारै। यहाँ आमा हुनुहुन्छ है, मिलेर काम गर्दै हुनुहुन्छ। हाम्रो रमाइलो गाउँघरको भोटे कुकुर हाम्रो रमाइलो गाउँघरको बाजे हुनुहुन्छ यहाँ। हाम्रो त यस्तो पो छ ठाउँ त एकदम राम्रो नि बाजे, यस्तो राम्रो। के भन्छ सुन्नुहोस् आमा सँगै यहाँ म त मर्नु आयो के भयो कि। ल हामी प्रार्थना गरिदिन्छौँ अहिले। हजुर रिङ्गटा चल्ने, टाउको दुख्ने, हात खुट्टा दुख्ने। ओखलढुङ्गै बस्नुहुन्छ? अनि काठमाडौँबाट आउनुभयो? हजुर।
ओखलाढुङ्गा नबस्ने अहिले मात्रै हेर्ने हाम्रो रमाइलो गाउँघरमा स्वागत हुन चाहन्छु। अहिले हाम्रो रमाइलो गाउँघरमा हामी आएका छौँ। यो हाम्रो गाउँघर रमाइलो गाउँघर हो र अब हामी यहाँ हाट बजारहरू हेर्नेछौँ, घुम्नेछौँ। यहाँ के रहेछ, के पाउँदो रहेछ बजारमा गएर हेर्नेछौँ है। उहाँ सबैजना हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ। बजार, हाट बजार। के छ बुवा? ल हाम्रो रमाइलो गाउँघरको रमाइलो बजारमा आज हामी छौँ र यो ओखलढुङ्गाको माथि डाँडा लेकमा रहेको बजारमा छौँ र यस्तो छ आजको यहाँको बजारको माहौल। रमाइलो छ र यहाँहरूलाई अझै रमाइलो यो बजारलाई देखाउन जाँदैछु। लैजायो कानको धुलो यो बुढो भएन स्कुलको थालमा होइन अलिक भएन होइन भाइ पनि बाइबाट हुन्छ जोएर लान्छ तपाईँ खुसी हो नि त उठाउनै त सकेन बढी भएर कसरी किन कसरी ल्या Beli होइन भनेर beli हो सब beli हो हाम्रो रमाइलो गाउँघरको आमाले यहाँ भात पस्किँदै हुनुहुन्छ। ल सबैजना खाना खानु आउनु होला। खाना अब यहाँ रेडी हुँदैछ। हाम्रो रमाइलो गाउँघरको आमाले खाना पस्काउँदै हुनुहुन्छ है।
यो खुरकोट बजार हो। अब यहाँबाट हामी काठमाडौँ प्रस्थान गर्दैछौँ। यहाँहरु सम्पूर्णले यस भिडियो हेर्नुभएको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र यही रोड हो जहाँबाट भिडियो बनाउन सुरु गरेको थिएँ र यही आएर अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।